नमस्ते। यो चाहिँ हजुरको नानी बाबुको लागि पढ्नको लागि 19 वटा सामान आउने यो 19 in 1 प्योरली एजुकेसनल कम्बो है, जसमा के सामान आउँछ र कसरी कसरी चलाउने भन्ने यो चाहिँ डिटेल भिडियो, जसमा चाहिँ हजुरले यो 12 पिस लाइब्रेरी बुक पाउनुहुन्छ, जसमा नेपाली पनि हुन्छ है। नेपाली सहितको बाक्लो पाना भएको एकदमै क्युट एकदमै राम्रो र युजफुल सामान यो 12 पिसको लाइब्रेरी बुक यही कम्बो भित्र आउँछ भने, अनि अर्को 4 पिस यो छुट्टा छुट्टै 4 पिस चाहिँ यो म्याजिक बुक आउने हुन्छ, जसमा लेखेको कुरा आफै मेटिने हुन्छ। 4 पिस यो पनि आयो। अनि अर्को भने 8.5 इन्चको यो राइटिङ ट्याब्लेट, अनि अर्को यो बेबी ल्यापटप है, जसमा धेरै कुरा हुन्छ, नानी बाबुहरूलाई सिक्नको लागि धेरै चिज हुन्छ। अनि अर्को भने चाहिँ यो चाहिँ वाटर म्याजिक बुक पनि यही कम्बो भित्र आउँछ। टोटल गरेर 19 वटा सामान हुन्छ, एकदमै सस्तो र युजफुल हामीले यो कम्बो बनाइदिएको छ हजुरको नानी बाबुको लागि, जसमा स्पेशल भने चाहिँ यो 12 पिसको लाइब्रेरी बुक। अब स्पेशल सबै स्पेशल हो, तर स्पेशल भने यो 12 पिसको लाइब्रेरी बुक। यसमा मजाले के हुन्छ भने 3 पिस चाहिँ नेपाली हुन्छ है, 3 पिस नेपाली हुन्छ, जसमा मजाले हेर्नु त यो ठुलो ठुलो अक्षर हुन्छ, जसरी अ फर अनार भयो नि, अबाट अनार भयो। यस्तो ठुलो नानी बाबुहरूलाई, अब सानो नानी बाबु भने चाहिँ हेरेर सिक्ने हो, हेरेर पढेर दुइटै। अब ठुल्ठुलो अक्षर हुन्छ अनि बाक्लो पाना हुन्छ। अनि अर्को भने चाहिँ यो लेमिनेटेड हुन्छ, जसमा पानी पर्यो भने पनि त्यति फरक पर्दैन, एकदमै राम्रो हुन्छ। हेर्नुस्, एकदमै युजफुल सामान। नानी बाबुहरूलाई अब खेल्ने अरू कुरा भन्दा पनि यस्तो पढ्ने कुरा लगिदियो भने धेरै सिक्ने पनि हुन्छन्। अब अङ्क हुन्छ, अङ्क पनि मजाको टक्क पारेर हेर्नुहोस् त। अनि यो पाना पनि बाक्लो हुन्छ है, नर्मली बच्चाहरूले यसरी च्यात्न पनि सक्दैनन्। बाक्लो पाना हुन्छ, जसमा चाहिँ लेमिनेट हुन्छ, पानी पर्यो भने त्यति फरक, नर्मल पानी पर्यो भने फरक पर्दैन। अब व्यञ्जनबाट भइ नै हाल्यो। अनि अर्को भने चाहिँ जसरी एबिसिडी, एबिसिडी पनि ठुलो अक्षरको टक्क एबिसिडी, एप्पल यो हुने भयो, बल हुने भयो, डी फोर ड्रम, सबै कुरो हुने भयो क्या, ह्यान्ड भयो, यति मजाको। अनि ठुलो चित्र पनि ठुलो भएको, नानी बाबुलाई हेर्नको लागि मजाले। यसमा धेरै कुरा नानी बाबुलाई जसरी कलर चिनाउनु हुन्छ भने मजाले कलर पनि, कलरको लागि छुट्टै बुक आउने भयो। यसै गरी सबै बुक आउँछ, जसमा धेरै कुरा हुन्छ, एनिमलहरू भयो, बर्ड्सहरू भयो, अनि अर्को ट्रान्सपोर्ट यो गाडीहरूको यो सबै कुन गाडी के सबै कुरा सिकाउनको लागि धेरै नै राम्रो। फेरि यो चाहिँ युजफुल धेरै नै छ, जसमा 12 पिस आउँछ, यसरी आउँछ। यो चाहिँ एउटा बक्समा बक्स प्याक भएर आउँछ है, यो भयो। अनि अर्को भने चाहिँ हजुरको बेबी ल्यापटप। बेबी ल्यापटपमा चाहिँ यहाँनिर पावर बटन हुन्छ टक्क, एबिसिडी भइहाल्यो है। अर्को अनि वर्ड हुन्छ, अनि स्पेलिङ पनि हुन्छ, अनि यसमा क्विज पनि हुन्छ है, हो सबै क्विज हुने भयो, राइम्स पनि हुन्छ। अनि अर्को कुरो यस्तो मजाको, अनि एनिमल साउन्ड पनि हुने भयो है, जसरी भयो धेरै कुरा हुन्छ। जसरी क्विजमा पनि वेयर इज ए, वेयर इज एप्पल, वेयर इज बल, सबै कुरा सोध्ने हुन्छ। करेक्ट भयो भने करेक्ट आन्सर, रङ भयो भने रङ भन्ने हुन्छ। धेरै नै क्युट खाली। यो ब्याट्रीबाट चल्ने हुन्छ। यसको ब्याट्री चाहिँ पछाडि नर्मल हाम्रो डबल ए ब्याट्री हुन्छ, घडीमा लाग्ने ब्याट्री जस्तै 3वटा ब्याट्री लाग्छ भने यो एकदमै युजफुल पनि छ। यसमा धेरै फङ्सन हुन्छ, जसरी 1 2 पनि हुने। अब यसैलाई पियानो पनि हुने टक्क, यसलाई चाहिँ पियानो जस्तै साउन्ड पनि आउने भयो। धेरै नै क्युट खाली यो बेबी ल्यापटप पनि यही कम्बो भित्र राखेको छ हामीले। टक्क अफ गरिदिनुहोस्। अब यसमा 8.5 इन्चको यो राइटिङ ट्याब्लेट, मजाले नानी बाबुहरूलाई होमवर्क प्र्याक्टिस गर्नलाई यत्तिकै पनि 1 क्लिकमा डिलिट हुन्छ। डिलिट भएन भने यहाँबाट अन गर्नु पर्यो, यो ठ्याक्कै पछाडि बटन हुन्छ, अन गरिदिनुहोस्, अफ, यो मजाले डिलिट हुने हो। अब यहाँ चित्र बनाउनुहोस् या होमवर्क प्र्याक्टिस गर्नु, जेसुकै गर्नलाई पनि एकदमै दामी खाली यो चाहिँ 8.5 इन्चको राइटिङ ट्याब्लेट। लेख्नको लागि, ह्यान्ड राइटिङ प्र्याक्टिस गर्न, सबै चिजको लागि दामी हुने यो राइटिङ ट्याब्लेट पनि हामीले यही कम्बो भित्र राखिदिएको छ, जसमा हजुरलाई एउटा यो ब्याट्री पनि आउँछ। यसमा अब यो ब्याट्री नै तपाईँको यसमै भएको ब्याट्री पनि लामो समयसम्म टिक्छ भने, अब सकिसकेपछि कहाँ खोजौँ भन्नलाई यो राइटिङ ट्याब्लेटको ब्याट्री पनि आयो। अनि अर्को भने चाहिँ यो छ स्पेसल, अब जसमा तपाईँले एउटा पेन पाउनुहुन्छ, 10वटा रिफिल पाउनुहुन्छ। अब यसलाई चाहिँ जसरी यहाँ छ, यो के हो भने नानी बाबुहरूको सानैदेखिको राइटिङ स्किल सुधार्नको लागि। अब यो सधैँ जसरी यो ई छ, यी सधैँ यसै गरी ई लेख्यो भने के हुन्छ भने अक्षर राम्रो हुन्छ। यो भने मजाले जसरी ए छ, ए लेख्दै यसरी लेख्यो भने मजाले अक्षर राइटिङ सुध्रिने हुन्छ भने यसमा पढ्न पनि मिल्यो, राइटिङ सुधार्नको लागि पनि एकदमै युजफुल, जसमा अल्फाबेट हुन्छ, नम्बर हुन्छ, म्याथ हुन्छ, ड्रइङ हुने भयो, चित्र पनि कोर्नलाई मजाले हेर्नु त।
अनि यो जब म लेखिरहेको छु नि, यो लेखेको कुरा पछि केही समयपछि आफै मेटेर जान्छ, उडेर जान्छ। यो लेखेको कुरो म्याजिक हुन्छ कि बच्चालाई म्याजिक जस्तै भयो नि त। यो उडेर जान्छ, फेरि युज गर्नलाई एकदमै क्युट खाले। यो चाहिँ हाम्रो 4 पिस चाहिँ यो स्याङ म्याजिक बुक पनि यही कम्बोभित्र राखिदिएको छ भने, अनि अर्को भने म्याजिक बुक चाहिँ यो वाटर म्याजिक बुक, यो पनि छुट्टै, यो पनि आउने भयो। टक्क हेर्नुहोस्, अब यहाँ चाहिँ हेर्दाखेरि केही चित्र देखाएको छैन नि, यो मजाले मैले यसो गरेँ भने अब एकैछिनमा मजाको चित्र देखिन्छ। यो चाहिँ वाटर म्याजिक बुक हो है। यसमा चाहिँ के हुन्छ भने यसमा चाहिँ पानी हाल्या हुन्छ, यसले चाहिँ मैले यसो कोर्यो भने मजाको चित्र देखिन्छ। अनि फेरि यो सुकेर यस्तै सेतो बन्ने हुन्छ, मतलब केही पनि देखिने हुँदैन। मजाको यो बच्चालाई रमाउनुको लागि, सिक्नुको लागि यो चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट आउँछ। हरेक अब उसमा चाहिँ ठ्याक्कै यही आउँछ भन्ने हुँदैन। यो 19वटा सामान हामीले एकदमै सस्तोमा नानी बाबुहरूको लागि, पढ्नको लागि, एजुकेसनल भनेर एकदम सस्तोमा पनि ल्याइदिएको छ। मजाले यसरी हामीले बबल प्याक गरेर एकदम क्यास अन डेलिभरी हुन्छ, सबै ठाउँमा डेलिभरी। मजाले हातमा सामान लिनुहोस् अनि पैसा दिनु होला। यसरी बबल प्याक गरेर हामीले पठाइदिन्छौँ। चाहियो भने मजाले आफ्नो अर्डर कन्फर्म गरिदिनुहोस्। नानी बाबुहरूलाई अब खेलाउन भन्दा यस्तो कुरामा इन्भेस्ट गरिदिनु भयो भने युजफुल, एकदमै राम्रो युजफुल हुन्छ। हस्, धन्यवाद।